हावाले पुऱ्याइदिन्छ मेरो आमासँग अबि म त डर लाग्यो यहाँनिर तर के हो र यो हेलो ह्यान्डसम रे क्या अब यहाँ बन्दना पनि लागेको छ कि गाइस त्यहाँनिर चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ जापानको रकेट चाहिँ चाइनातर्फ चाहिँ यहाँ उडाउन लागिरहेछ दामी भ्यू देखिरहेछ अब हामी जानेछौँ माथि 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 कता हो र हामी यता यता दुईतिरै छ त बाटो कता जाने हो कहाँ जाने हो कता जाने निर्णय गर च्यालेन्ज सुताइ सीमासेन यहाँ चाहिँ भर्याङहरू नि काठको यस्तो पुरै गाडेर बनाउँदो रहेछ पहाड चढ्दै हुनुहुन्छ यहाँ फेरि ल सोल्ली वा हामी कहाँ आइसक्यो फेरि सोल्लीको माथि झर्ला दिदी यो व्हाट्स अप ग्याङ दिस इज सुरेश आफ्टर लङ टाइम त भन्दैन डेली भ्लग खान थालेको छ आज भोलि सो सुरेश युट्युब च्यानलमा तपाईँलाई स्वागत छ आजको भ्लग हुनेछ हाइकिङको मलाई दिदीहरू वेट गर्दै हुनुहुन्छ यहाँबाट जानेछु सोल्टी र म सो ढिला भइसकेको कारण हामीले सामानहरू चाहिँ प्याक गरिसकेको छौँ हामी दिदीहरूको सम्म जानेछौँ साइकलमा त्यसपछि हेर्दै गर्नु होला अन्तिमसम्म फाइनली हाम्रो दिदीहरूसँग भेट भइसक्यो यता गिटार बोक्दै हुनुहुन्छ हाम्रो रेबिका दिदी अगाडि हुनुहुन्छ हाम्रो सुस्मिता दिदी यता हुनुहुन्छ हाम्रो काजल दिदी अनि यता हाम्रो सोल्टी कुन हो उयो डाँडा हो के अरे यो डाँडा त होइन हाम्रो साथीहरू हिजो गएको जस्तो लाग्यो हामी जाने डाँडा चाहिँ त्यहाँ माथि हो दामी देखिरहेको छ त राजा त है आहा कस्तो राम्रो रुखेर अब फेरि सुरुदेखि भन्नु पऱ्यो नि त कस्तो राम्रो रुख पातै नभएको पात भन्ने टाइम भइयो नि त अहिले जाडो भएर काटेको हो हो नि त हो डिजाइन भाइरल रुख भाइरल मान्छे हुन्छ ए ल ल ल ल खोर 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 तपाईँलाई एउटा उ थाहा छैन अघिकाहरू पछि हुनेछ पछिकाहरू अघि हुनेछ हेलो गाइस हामी आइपुगिसकेको छौँ अब हाम्रो लोकेसनको नजिक 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 होइन बल्ल सुरुवात छ यो उकालोको माइक पनि ल्याउन पर्ने हो क्या माइक पनि माइक छैन दामी भ्यू देखिरहेछ अब हामी जानेछौँ माथि 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 वाउ अमेजिङ हावा चाहिँ कति राम्रो आएको है यहाँ हेर्दै गर्नु होला अन्तिमसम्म क्यामेरा पनि देखिन पर्यो नि त यस्तो चस्मा लगाएर झोलासोला बोकेर ज्याकेट लगाएर यत्रो बाक्लो ज्याकेट लगाएर भिडियो गरेर गर्ने भइसक्यो यहाँ उकालो अबि म त डर लाग्यो यहाँनिर तर के हो र यो हेलो ह्यान्डसम रे क्या अब यहाँ बन्दना पनि लागेको छ कि हेलो ह्यान्डसम भनेर बन्दना यता फेरि डर लाग्दो रहेछ मिकी माउसको छ फेरि हेलो ह्यान्डसम भनेको छ गाइस त्यहाँनिर चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ जापानको रकेट चाहिँ चाइनातर्फ चाहिँ यहाँ उडाउन लागिरहेछ तपाईँहरूले देख्नुभयो फुल अनि हामी चढ्दैछौँ अझै पनि उकालो फोटो भिडियो खिचेको कारणले अलि ढिला भयो यहाँसम्म गाडी आउने रहेछ सुस्मिता दिदीले मुख त धुनुहुन्न मलाई थाहा छ मेकअप जान्छ नि त ए नेपालमा चाहिँ भएको रुखहरू नै काट्छ जापानमा चाहिँ रुख बचाउनको लागि यसरी राख्छ हजुर ए फोहोर के को लागि थियो कुकुरको गुटिप्नलाई ए झाडु लाउनलाई रहेछ होला के हो र त्यो डर लाग्ने बनाइरहेको छ क्या यहाँतिर त यहाँनिर चाहिँ को बसोस् भनेर हो र यो ओहो अब बाटो यस्तो मैले होइन यो 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 पत्कर देख्दा के याद आयो भने मलाई चाहिँ पहिला म गाउँमा हुँदा चाहिँ
होइन क्या बिहान उठ्थ्यो मम्मी पत्कर सोर्न जानुहुन्थ्यो मम्मीले चाहिँ म पत्कर सोरेर राख्छु तिमी चाहिँ लिन आऊ है अहिले पछि भन्थ्यो म चाहिँ सोर्न चाहिँ नजाने पत्कर सोरेर राखेको लिन जाने अनि मम्मीले 2 भारी बनाउँथ्यो 1 भारी म ल्याउँथेँ 1 भारी मम्मीले क्या यो कटुस हो कि होइन गाइस नेपालमा त यसलाई कटुस भन्छ यो कटुस हो जस्तो छ जापानको चाहिँ यो कटुस हो कि होइन यो अब खाना मिल्छ नेपालमा चाहिँ अब नेपालमा यो काँडाभित्र हुँदै काँडा नै छैन फेरि के हो र डरलाग्दो चाहिँ के छ मान्छे ए अब यो मान्छे निस्किरहेको यतिको त म तर नेपालमा त सब चढेको हो इट्स नर्मल फर मी वाट सुमिमासेन हाजिमेते किमास्कारा ओ अस्यौली रहेछ नि त रातो अस्यौली के किन गाली खानु कुक्कु 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 ऊ तल छ तिनीहरू चाहिँ उहाँहरू चाहिँ सोलिएर म चाहिँ आइपुगेँ कुक्कु वाह के हो यहाँ चाहिँ म्याप हो सोल्ली हो गेन्की ने ओइ कुछ देशका रोकुजु नाना ए सुगोइ वतासी ताची निजु सानसाई देमो ताहेन देश अरे हजुर ल ल जाऊँ न बाजेसँग हल्का कुरा गरेको नि 67 वर्षको हेर त 67को बाजेको वर्षको बाजेले यस्तै रनिङ गरिरहेको छ बुढो हामी 23-24 वर्षको होइन त्यही पनि नेपाली उकालो ओह्रालो गर्दा हुर्केको मान्छेहरू हार मानेर हुन्छ त मसँग काम गर्ने एकजना केटा छ अनि त्यसले चाहिँ इचिगो भने चाहिँ के हो अरे स्ट्रबेरी होइन स्ट्रबेरी अनि स्ट्रबेरीलाई चाहिँ नेपालीमा काफल भन्छ अरे के कु गर्छ नि गाउँतिर त है कुक्कु अनि त्यसपछि को हो भन्दाखेरि मैले चाहिँ को हो भनेर सोच्नु नि त कुक्कु गर्दा अनि म हो सुरेश के चिनेन भन्दा फेरि को हो गर्दा जाडो भयो गर्मी भयो गर्मी के अरे कुन आमा हो यो हाताची कता हो र हामी यता यता दुईतिरै छ त बाटो 2 बाटो बनिएको छ कता जाने हो कहाँ जाने हो कता जाने निर्णय गर रमाइलो भयो यस्तो छ यहाँ बाटो यहाँ चाहिँ भर्याङहरू नि काठको यस्तो पुरै गाडेर बनाउँदो रहेछ पहाड चढ्दै हुनुहुन्छ यहाँ फेरि ल सोल्ली वा हामी कहाँ आइसक्यो फेरि सोल्लीको माथि झला दिदी ओ सोल्ली त्यो चुर्नेलाई क्या एकदम यिनीहरूले तर मान्छेको चाहिँ के गर्दै गर्छ एकदम ओहो हट दामी हावा चल्यो दामी ओइ 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 दिस इज लाइफ भ्यू हेर गाइज भ्यू म देखाउँछु अब भ्यू वाह 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 ओइ सोल्डी दामी ओइ फुने पनि रहेछ त्यहाँ पानी जहाज 8 महिनादेखि कोठाभित्र बन्दी थिएँ म अनि ओइ ल हावा यहाँ त हावाले फेरि अलिक डेन्जर हान्छ ल फाइनली हाम्रो लोकेसनमा आइपुगिसकेका छौँ हावा यस्तो चलिरहेको छ ओहो सोल्डी वाह हिरो देख्यो त फेरि के हो हेलो दिदी हेलो के हो र यहाँ के टिपिरहेको छ त्यो मान्छेले फोहोर होइन होला हो र
यता दामी खिचिरहनु भएको छ उहाँहरू नि ओइ सल्लीको म यता भिडियो खिच्छ अब दिदीहरू यस्तो दामी हावा यस्तो दामी उता फेरि अर्को पुल पनि त्यत्रो चाहिँ हाम्रो त्यहाँको हामी चाहिँ यहाँ माथि एकदम बस्ने मन हुँदा हुँदा पनि एकदम बेसरी हावा चलेर पानी पर्न लागेको कारण हतार हतार तल झरिहाल्नु पर्यो त्यही भएर हामी तल झरिहाल्यौँ सो त्यहाँ चाहिँ हामीले धेरै बेर टाइम चाहिँ स्पेन्ड गर्न पाएनौँ एकदमै ठुलो हावा चलेको र पानी पर्न लागेको कारण त्यसपछि हामी तल झऱ्यौँ फाइनल्ली हामी चाहिँ माथि खान नसकेर हावाले एकदम हानेर अँध्यारो भइसक्यो अनि तल आएर चाहिँ खाँदैछौँ मोबाइलमा चार्ज पनि सकियो एकदमै है यस्तै हुन्छ जहिले चार्ज सकेर चाहिँ चल्ली इतादाकिमास आरिगातो गोजाइमास मिन्नासान ल अब हामी चाहिँ खान्छौँ है ल गाइज फाइनल्ली हामी चाहिँ अब हिँडेको दिदीहरू अगाडि पुगिसक्यो रमाइलो भयो आजको दिन हामी चाहिँ यहाँनिर बसेर खायौँ माथि चाहिँ अलि सोल्ली कस्तो रमाइलो भयो नि एकदम मलाई नि रमाइलो लाग्यो दियोस् जुन टाइम हाम्रो खर्च भयो त्यहाँ माथि पुग्नलाई त्यहाँ गएर एउटा मन यार त्यो हुरीहरू चल्दा कस्तो मजा आउने है कस्तो दामी यार तर अझ हामीसँग टाइम चाहिँ थोरै भयो क्या त्यहाँ है अहिले त अँध्यारो भएर क्वालिटी गर्न थालिसक्यो ओके 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 ल ल हामी चाहिँ यहाँनिर आइपुग्छ सुनसान ठाउँ छ कहाँनिर हो बाटो भुल्यौँ हामी बाटो भुल्यौँ हो क्या लोकेसन हेर्दै जाँदैछौँ अब बाटो चिनेर हामी चाहिँ यहाँ तल आइपुगिसक्यौँ अनि अब मेरो मेमोरी फुल भएको कारण म भ्लगलाई यहाँ इन गर्न गइरहेको छु थ्याङ्क यू सो मच फर वाचिङ प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब